आजको साथीहरु यो मौरी घार बनाउने कार्यक्रम भइरहेछ। एउटा उ त्यहाँ छ, यसलाई पनि खोलेर पछि रेडी गराएपछि देखाउन सकिन्छ। यस्तो खाले चाहिँ यसलाई बनाइसकेपछि देखाउनुला। अब हाम्रो गोतामे राइस मिल को साउजीले बनाइदिनु पर्यो दाइ भनेर अनुरोध गरिसकेपछि यहाँ आएर बनाइदिनु लाछु। मौरी छ गरे कहाँ एउटा ठाउँ देखेको, त्यही भएर यो चाहिने यो घार बनाउँदै छु। त्यो गाह्रो गरी खेल्नुपर्छ। हतियारहरू यस्ता हुन्छन् साथीहरू। मादल पनि बनाइन्छ खेल्ने काम। त्यही भएर यो अब कान्छाले बनाइदिनु पर्यो दाइ भनिसकेपछि यहाँ आएर यसो बनाउँदैछु। त्यसभित्र देखिया पूरे देखिया बहुत गाह्रो काम हो। हातमा लागिसक्यो। औजार सौजारले गराएर यसरी हान्नुपर्छ। चाहिँ धार सिधा यसलाई सम्म गराउने हो। यसो काम यसो धार बसुलाको बराबर हुन्छ। यो चिल्लो नगराए मौरी बस्दैन फेरि। मेरो एनिमल युट्युब च्यानललाई पनि लाइक सब्सक्राइब, फेसबुकमा बर खड्कालाई लाइक सेयर गरिदिनु होला साथीहरू। के गर्ने मिहिनेतको गरेको फल पाउनु पर्यो। तपाईहरुले गर्दा नै हाम्रो अगाडि बढ्छ। हेलो लाइक सेयर कमेन्ट गरिदिनु होला साथीहरू। ल हेर्नुस् अब कसरी बनाउनु पर्छ आधुनिक पुराना यसलाई मौरीको मुरे घार भनिन्छ। बहुत टाइम लाग्छ। पहिला कस्तो थियो अहिले कति क्लियर भयो। जति बनाउँदै गयो त्यति क्लियर हुँदै जान्छ। अहिले कस्तो भयो? अरे नि धेरै मजा थियो। कहाँ हुन्छ यस्तो। ल हवस् त, धन्यवाद।